स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ अहिले यो अस्ट्रियाको के भन्छ लिङ्क भन्ने ठाउँमा आइपुग्नु लाग्यो। यहाँ चाहिँ हिउँ मस्त परेको छ, मस्त हिउँ परेको छ। वरिपरि पुरै डाँडा पाखा सब भरिने गरी सब सेतो सेतो देख्नु भएको तपाईँहरूले, सब हिउँ हो। ओभरटेक त नहुने हो, तर अझै बिस्तारै हिँडेको यो। बस यस्तो दामी छ नि यो हिउँ त, नजारा छुट्टै छ होइन। पुरै टल्किरहेको कि हिउँहरू, पहाडले गुनासो देख्ने रहेछ। हामी लिन्च भन्ने ठाउँमा आइपुग्यौँ। यो ग्राजबाट तपाईँको लगभग 200 किलोमिटर ओर आयो होला। अब जर्मनी जानुलाई कति 141 किलोमिटर बाँकी छ यहाँबाट। यस्तो आज चाहिँ जस घाम पनि लागेको छ, एकदम दामी देखेको छ होइन। घाम लागेर राम्रो देखेको छ एकदम, हिउँ नजारा चाहिँ एकदम सही देखेको छ। म चाहिँ नेदरल्यान्डको लागि जानु लागेको सामान लिएर फेरि। अब आज त जर्मनीमा बास हुन्छ, 9 घन्टा चलाएपछि ब्रेक हान्नु पऱ्यो। त्यसपछि अनि भोलि मात्रै गइन्छ उता जर्मनीबाट बेल्जियम हुँदै नेदरल्यान्ड जानु छ। हिउँ चाहिँ यस्तो दामी देखायो कि, त्यही भएर नि भिडियो बनाउँ लाग्यो। यो यहाँ त एकदम बाक्लो छ, तल त लगभग 1-1.5 फिटै होला हिउँ छ। अनि घाम लागेर होला एकदम राम्रो देखेको छ। देख्नु सक्नुहुन्छ नजारा। यस्तो हाम्रोतिर नि पुरै हिमालयतिर चाहिँ होला, तर हाम्रो सिन्धुपाल्चोकतिर त त्यति साह्रो त पर्दैन। माथि शेरबथानतिर पर्छ होला, साथीहरूलाई थाहा होला। शेरबथान अनि यता के भन्छ कुटुङसाङ साइडतिर पर्छ खासै, तर हाम्रो मेलम्ची साइडतिर चाहिँ यति धेरै पर्दैन। यस्तो हिउँ, यो बाटो भइहाल्यो। अब कहिले होला खै हाम्रो बाटो नि यस्तै छ है भनेर भिडियो हाल्ने दिन आयो भने त मजा हुन्थ्यो। हाम्रो पनि अब नेपालमा यस्तो बाटो छ, यस्तो पुल छ भनेर भिडियो हाल्ने दिन आयो भने त गजब हुन्थ्यो होला। तर विडम्बना। तर देश त खासै हाम्रै जस्तो हो, त्यस्तो मिन छैन। यहाँ पुरै पुरानो घरहरू छ नि, यहाँ सानो घरहरू होइन। चिटिकबरको हिउँले पुरेको घरहरू यहाँ पुरै छ। यहाँ घरहरू थियो, अनि घरहरू त त्यस्तो बिना नयाँ घरहरू त हुन्न यहाँ, तर एकदम रोडहरू व्यवस्थित भनौँ न। त्यही भएर पनि युरोप भने होला नि। म चाहिँ अहिले अस्ट्रिया छु। यो चाहिँ अब अहिले लगभग दोस्रो धनी देश हो युरोपको, जर्मनपछि। स्यालेरी पनि यहाँ राम्रै नै हुन्छ अस्ट्रियामा बस्नु। साथीहरूलाई थाहा होला, म चाहिँ क्रोएसियाबाट आउँछु, क्रोएसियाबाट गाडी चलाएर आउँछु। अनि मैले सुनेको यहाँ अस्ट्रियाको गाडी चलाउनेहरूलाई राम्रै हुन्छ भनेर सुनेको थिएँ। साथीहरूलाई थाहा होला, कमेन्ट गर्नु होला को कहाँबाट हुनुहुन्छ होइन। टक्क अब सर हिँड्यो, गाडी चलायो हिँड्यो होइन। अब घरै हो, यही सबै खाने पकाउने ग्यासदेखि लिएर सबै नै हुन्छ। यहाँ फ्रिजहरू, हिटरहरू सबै अगाडि हुन्छ। बस त्यही हो। 9 घन्टा चलाएपछि 9 घन्टा ब्रेक हुन्छ, अनि ब्रेक सिध्याएपछि फेरि 9 घन्टा चलाउने हो। त्यसरी हप्तामा 56 घन्टा चलाउनु पाइन्छ गाडी। लिगल चाहिँ त्यहाँबाट बढी भयो भने फाइन लाग्छ। अनि म्याप हेर्दै हो सुरुमा कस्तो बानी भइरहेछ। म क्रोएसिया आएको लगभग 6 महिना हुन लाग्यो होला। यता काम चेन्ज गरेको चाहिँ 3 महिना भयो होला। पहिला उता अर्कै कम्पनीमा थिएँ, त्यहाँबाट चाहिँ ड्राइभिङमा होइन अरू काम गर्थेँ। अनि यहाँ चाहिँ पछि आएर ड्राइभिङ गरेको। अनि ड्राइभिङ गरेको चाहिँ त्यही 3 महिना जति भयो होला। यहाँ चाहिँ नेपाली ड्राइभरहरूलाई जस क्रोएसिया युरोपियनहरूले राम्रै भन्छ। अब किनभने अब सस्तोमा पनि भेटाउँछ। जस्तै क्रोएसियनहरूलाई त अब 4000-4500 होइन, त्यत्रो
दिनुपर्छ 5,000 हुन्छ यहाँको तल ड्राइभरहरूलाई। तर नेपालीहरूलाई त अब यहाँ त 2,000 दिए पनि हामीलाई त अब 3 लाख हुन्छ, धेरै भए जस्तो लाग्छ नि त। अब हामीलाई पनि फाइदा नै भयो, 3 लाख कमाउनु धेरै नै हो। अब साउहरूलाई झन् आधी नै आयो, एउटा ड्राइभर र 2 ड्राइभर आउने हो नेपालीहरू, त्यो भएर पनि प्रायः नेपालीहरू राख्छ अहिले चाहिँ। अहिले ड्राइभरहरू मार्क्स राम्रै छ युरोपमा होइन। अब अरू काम गर्नलाई पनि अब सिपहरू सिकेर आउने मान्छेलाई चाहिँ यहाँ चाहिँ राम्रै नै छ, यस पैसा कमाउने चान्स छ। इङ्ग्लिस आउनु पऱ्यो अलिअलि, यस्तो सबै देशमा त युज हुन्न। अब जस्तै क्रोएसियामा पनि धेरै साउहरूले इङ्ग्लिस आउँदैन, क्रोएसिया नै बोल्नु पऱ्यो होइन। तपाईँहरू अब क्रोएसिया आउँदै हुनुहुन्छ भने चाहिँ भाषा सिकेर आउनु भने एकदम बेस्ट हो होइन। युरोपमा अरू देश जान्छ भने अब यसो देश हेरेर त्यहाँको भाषा अलिअलि सिक्नुभयो भने एकदम सजिलो हुन्छ। भाषा सिक्ने मान्छेलाई काम पनि पाइहाल्छ। अनि यहाँ चाहिँ फेरि यो यति वर्ष ग्यारेन्टी तेरो अब भन्ने पर्मिट हुन्न, 1 वर्षको पर्मिट दिन्छ, तर उनीहरूले नचाहेको खण्डमा भोलि निकालिदिन पनि सक्छ। अनि आफूलाई मन लागेन अब गर्दिनँ काम भने जस्तो लाग्यो भने भोलि नै रिजाइन गरेर हिँड्न नि मिल्छ क्या, उनीहरूले रिजाइन पेपर दिन्छ। त्यो भएर त्यस्तो यहाँ चाहिँ त्यो हातमा पासवर्ड हुन्छ, लाइसेन्स आफ्नो भइहाल्यो। यो कोड 95 निकाल्नुपर्छ यहाँ आएर सबभन्दा पहिला चाहिँ। अनि कोड 95 निकालेपछि तपाईँको यहाँ युरोपहरूलाई भइहाल्यो, 29वटा देशमा जानु पाइयो, क्रोएसिया, जर्मनी, अस्ट्रियाहरू होइन, यता बेल्जियम, नेदरल्यान्ड, लक्जमबर्ग, अब यता पोर्चुगल, स्पेन, फ्रान्स यता जानु पायो। यो सेन्जेन कन्ट्रीभित्र जानु पायो, 29वटा छ। म चाहिँ अब त्यही 10-12वटासम्म गयो होला, 10-12वटा गयो होला। स्लोभाकिया पनि गएँ, अनि अझै अब पोल्यान्ड पनि जान पाउँछ। म चाहिँ गएको छैन पोल्यान्ड जाने टिप परेको छैन। हाम्रो चाहिँ कस्तो हो भने अब टिप जताको पऱ्यो त्यतिको हिँडिदिने हो। हाम्रो चाहिँ फिक्स यहाँ जाने भन्ने चाहिँ हुन्न त्यस्तो रोड होइन। अब सबहरूले टिकट कहाँको टिप भेटायो त्यहीँ जाने हो, उनीहरूलाई कहाँ फाइदा हुन्छ त्यही जाने त हो होइन। अनि यस्तो बाटोमा हिँडेको चाहिँ अब आफै पकाउने खाने, कहिले 1 हप्ता पनि लाग्छ, कहिले 10 दिन पनि लाग्छ, कहिले एकै दिन गएर फर्किने ठाउँ पनि हुन्छ, नजिक टिपहरू पनि यस्तो फिक्स हो नि त। अब यहाँ चाहिँ प्रायः एकजना अब ड्राइभर हिँड्ने, 2जना ड्राइभर पनि हुन्छन्, एउटैमा नि हुन्छ 2जना भयो भने चाहिँ अब 2जनाले चलाउँदाखेरि त्यही 18-19 घन्टा चलाउनुपर्छ पालो गरेर। एकजनाले चलाउँदाखेरि त्यही 9 घन्टा मात्रै हो। यस ठिकै छ। म्याप हुन्छ, नेभिगेसन हुन्छ, अब यताउता हेर्दै सानो नेभिगेसन हेरेर भयो त्यस्तो हो। यहाँ चाहिँ यस अब यस्तो म्यापहरू हुन्छ, यसमा सर हेऱ्यो, यहाँ म्याप लगायो, हेऱ्यो, अहिले यहाँबाट जाऊ भनेर भनिदिन्छ। तर सधैँभरि त करेक्ट त हुन्न। अब मेन हाइवेमा चाहिँ यो एकदम राम्रो हुन्छ, जस्तै भित्र गल्लीहरूमा चाहिँ फेरि अर्कै बाटो देखाइन्छ यसले। अब मोबाइल गुगल म्याप पनि युज गर्नुपर्छ कहिलेकाहीँ अब अहिले घुमाएर देखाइन्छ धेरै। अब अलिकति बिकेयर हुनु पऱ्यो आफूले, त्यही हो। अब त्यस कटिरहेछ बिस्तारै मजाले, बिस्तारै घट्दैछ। यो पुरै यो के भन्छ घाम लागेपछि हुस्सो उठे जस्तो छ, अगाडि त पुरै हुस्सो छ। नो ओभरटेकिङ। अहिले चाहिँ हामी अब सुरुङभित्र जाँदैछौँ। यस अस्ट्रियाबाट जर्मनी जाँदाखेरि चाहिँ तपाईँको 60 किलोमिटर, 60 होइन 40 किलोमिटर जति होला, 40 किलोमिटर जति चाहिँ पुरै सुरुङ पार गर्नुपर्छ। कोही सानो हुन्छन्, जस्तै 200-300 मिटरका, 500 मिटरका होइन, कोही 10-12 किलोमिटरसम्म छ लामो, त्यो कटिसक्यो। अनि यो सुरुङहरू चाहिँ मजाले हिँड्न मिल्छ। बाटो नै हो प्रायः सुरुङबाटै हिँड्ने हो। अनि अब माथिको त्यो पुरानो रोडहरू पनि छ, तर एकदम फास्ट रोड हो यो चाहिँ। अनि यो बाटोमा तपाईँको 40 किलोमिटर चाहिँ सुरुङ नै हिँड्नुपर्छ। बाटो त अब यक्खा छ, आफ्नो लाइन छोड्नु भएन मजाले। यहाँ फेरि एक्सिलेटर पनि थिचिरहनु पऱ्यो नि, अटो हुन्छ होइन, सबै अटो नै हुन्छ। टक्क 90 अब कति चाहिन्छ आफूलाई स्पिड त्यहाँ फिट गऱ्यो त्यतिमा, अनि सर र हिँड्यो। अनि क्यामेराहरू हुन्छ, क्यामेराहरू बाटोमा के भन्छ यो स्पिड चेकिङ क्यामेराहरू हुन्छ, त्योबाट चाहिँ बच्नु पऱ्यो। अनि यो सुरुङभित्र चाहिँ लगभग 80 कुदा भन्छ, अब 80, 85, 84 त्यस्तै हो होइन।
त्यस्तो चाहिँ हुन्छ। अनि जहाँ गयो नि अब कामै गर्नुपर्ने हो, रमाइलो मान्नु पऱ्यो होइन। अब अरू के गर्ने र, रमाइलो गर्दै हिँड्दै हो। अब सुरुङ यो चाहिँ 1 पोइन्ट कति 2 किलोमिटर रहेछ यो सुरुङ। यसो सुरुङहरू धेरै छन्, लगभग 50वटा जति होला, 50 त्यही 40-50वटै होला सुरुङहरू। कोही सानो सानो 250 मिटर 200 मिटरका नि हुन्छन् सुरुङ होइन। अब कता चाहिँ फेरि एकपट्टि चाहिँ पुरै के अरे घाम लागिरहेको हुन्छ, एकपट्टि पुरै पानी परिरहेको हुन्छ सुरुङ। अब डाँडै काटिन्छ नि त, त्यस्तो नि हुन्छ। कहीँ चाहिँ अब कहीँ चाहिँ पुरै एकपट्टि हिउँ हुन्छ, एकपट्टि चाहिँ पुरै सुक्खा हुन्छ, त्यस्तो भइरहेको हुन्छ सुरुङबाट छिरेर निस्किँदाखेरि, त्यस्तो भएको हुन्छ। सुरुङ त यहाँ त यो लाइनसँग छ यहाँ। स्पिड क्यामेरा चेकिङ इन्फर्म गर्छ नेभिगेसनले, कहीँ चाहिँ गर्दैन, नयाँ हालेको चाहिँ गर्दैन। तर पुरानोमा चाहिँ अब सबहरूले सेटिङ गरिदिएको हुन्छ, क्यामेरा भयो भने टेट गरेर कराउँछ। अनि यस्तो 200 मिटरको नि हुन्छ होइन सुरुङ त छ। त्यहाँ पनि रहेछ सुरुङ बाटो छ है अस्ट्रेलियामा चाहिँ। जङ्गलहरू यताउता सबै नेपाल जस्तै हो क्या। हावापानी चाहिँ अब यहाँ अहिले जाडो छ, हिउँमा छ, हिउँ पर्छ होइन। अब माथि लेकतिर चाहिँ हाम्रो पनि हिउँ परिहाल्छ। लेकको बाटो सम्झौँ न, अब ठ्याक्क लेक जस्तोमा पुरै हाम्रो पनि लेकतिर त अब पुरै जाडो नै भइहाल्छ। यहाँ नि त्यही हो, गर्मीमा पनि त्यति गर्मी हुन्न, 32-33 लास्ट भने 34 होला। हाम्रो बेला पनि गर्मी थियो, 34 जस्तो हुन्थ्यो। यो खाना चाहिँ अब यहीँ जस्तो खानु पऱ्यो, त्यस्तो खाना पाउन्न। पिजा हान्नु पऱ्यो होइन, स्यान्डविचहरू कि आफैले कुकर बोकेर हिँड्ने हुन्थ्यो हो। तर मलाई झ्याउला चाहिँ गाडी साडी फोहोर हुन्छ, फ्राई सही गर्दाखेरि अब मासु फ्राई गरेर लिएर हिँड्छु म प्रायः गाडीभित्र। अनि रुममै फ्राई गऱ्यो लिएर हिँड्यो, त्यस्तरी हिँड्छु म चाहिँ। अब साथीहरू के गर्नुहुन्छ, कोहीले चाहिँ अब बनाएर खानुहुन्छ, म ग्यासहरू त छ, त्यस्तो बिना भात त्यो भनौँ न खाना नै पकाएर खान त्यही ततायो। अब के भन्ने उताबाट मासु ल्याएको हुन्छ, त्यही ततायो फ्राई गऱ्यो हल्का त्यसरी खाने गरेछ। अब किनेर खाँदा चाहिँ अलिक महँगो नै हुन्छ। जर्मनी चाहिँ अलिक महँगो हो, जर्मनी अनि बेल्जियम पनि महँगै हो, धनी देशहरू महँगै हुन्छ। जस्तै अब क्रोएसियामा चाहिँ अब एक युरो 2 युरोमा पाउँछ भने यहाँ आएर 4 जति पर्छ, त्यति चाहिँ फरक हुन्छ यहाँ। त्यही भएर बाटो बन्द छ जस्तो। एसटी बाटो बन्द भयो भने यसरी देखाउँछ। यो 2टा रेड लाइट बालिदिन्छ, हरियो कतापट्टि बढाएको त्यति जानु पऱ्यो। बाटो बन्द भयो भने राम्रै छ। ल साथीहरू, अर्को भिडियोमा भेटौँला फेरि है त। अहिले चाहिँ बिदा हुन्छ, बाई बाई। तपाईँको दिन शुभ रहोस्, बाई।